हेलो एभ्रिवान, आज हामी जनकपुरको 12 बिघामा बसेछौँ र आज हामी नेपाली सिकाइ नेपाल साक्षर अभियानको लेसन 4 गर्नेछौँ, जसमा हामीहरू बाँकीका अक्षरहरूको बारेमा अध्ययन गर्छौँ। यसको लागि सबभन्दा पहिला मेरो आउनुहोस् स्क्रिनमा अनि म पछि दोहोऱ्याउनुहोस्। रिपिट आफ्टर मी प्लिज। प प प प फ फ फ फ ब ब ब ब प्लीज रिपीट आफ्टर मी। भ भ भ भ म म म म य य य य र र र र ल ल ल ल व व व व श स स श। भेरी गुड। अब चाहिँ हामी यसलाई उल्टा पुल्टा पढ्नेछौँ ताकि हामीलाई याद गर्नमा सजिलो भइहालोस्। आउनुहोस् मेरो साथमा। म म म म भ भ दोहोऱ्याउनुहोस् प्लिज। भ भ ब ब ब ब फ फ फ फ प प प प स स श व वकील व व व ल ल ल ल र र र र य य य य। भेरी गुड। अनि म भ ब फ प श व ल र य। एकपटक हामी अझ पढ्नेछौँ यसलाई। प्लिज रिपिट आफ्टर मी। स स व व ल ल र र य य म म भ भ। प्लिज रिपिट आफ्टर मी। ब ब फ फ प प। सो स व ल र य म भ ब फ प। अब तपाईलाई पछाडिको जुन पढ्नुभयो लेटर्सहरू अक्षरहरू त्यसलाई तपाईलाई चिन्नु छ। ल मलाई भन्नुस् त यो के छ? यो हो थ थर्मस। यो के हो? ध। भेरी गुड। अनि यो के छ? ठ ठ ट ठ ठ छ। अनि यो हो त। अनि त्यसपछि यो के हो? भेरी गुड ट। अनि यो ढ। व्हाट इज दिस? ढ। यो के हो? ढ ढोलक। अनि यो के हो? न न। अनि यो ड। अनि यो द द दादा। अनि यो अण अण या फेरि न। भेरी गुड। अब चाहिँ फेरि हामी एकपटक चिन्ने कोसिस गर्छौँ यसमा। यो के छ? छिटो भन्नुस् त। झ झन्डा झ। अनि यो ग ग गमला।
अनि यो के छ छ छ भेरी गुड। अनि यो सबैलाई थाहा छ क, यो हो क सुरुवाती अक्षर। अनि यो च, यो अङ्ग अङ्ग। अनि यसपछि यो के छ ज ज जहाज। अनि यो य य या य। अनि यो के छ हाम्रो ख भेरी गुड भेरी गुड। अनि यो क ख ग घ, यो छ हाम्रो घ घ भेरी गुड। र आज जुन पढ्यो त्यसलाई हामी चिन्ने प्रयास गरौँ। यो के छ श, रिपिट आफ्टर मी, के छ स छ यो। अनि यो के छ चिन्नुस् त भेरी गुड ल ल ल लाल कलर। अनि यो के छ य य य यमराज। अनि यो भ भालु भ या भाइचारा। अनि यो के छ फ फ फल फल, यो के छ फ फ फ फ। अनि यो के छ ब ब भेरी गुड बहादुर। अनि यो के छ प प। अनि यो म भेरी गुड। अनि यो र र र रंग। अनि यो के छ व वकिल भेरी गुड। अब चाहिँ हामी यसलाई फिल इन द ब्ल्याङ्क्स छ, तपाईलाई भिडियोलाई पज गर्नुस् र आफै बनाउने प्रयास गर्नु सबभन्दा पहिला। भेरी गुड। अब मसँग गर्नुस्। यो के छ प, यहाँ के आउँछ फ ब। अनि त्यसपछि भ म य। अनि यहाँ के आउँछ र। अनि यो ल, यो व। ओके सो प फ ब भ म य र ल व श। एकपटक हामी फेरि गर्छौँ सुरुवातीदेखि। फर्स्टको के छ प प। अनि फ, यहाँ के आउँछ ब। सबभन्दा पहिला तपाईले रोक्नु छ, आफै बनाउनु छ, सेकेन्ड पनि। ओके ब, यो के छ भ। अनि यहाँ के आउँछ म। अनि यहाँ आउँछ के आउँछ य, यो र, यो ल ल आउँछ ल। अनि व, अनि यो स भेरी गुड। अब चाहिँ हामी अक्षर मिलाएर पढ्ने हो, वाक्य शब्द बनाउने हो। ल यो के छ छ त छत छत। ठ ग, यो ठ यो ग ठ ग ठग। यो के छ ध, यो न हाफ भए पनि आधा भए पनि हामी फुल पढ्ने यसलाई, या सानो स्वर राख्ने ध न य धन्य धन्य धन्य। यो के छ च। अनि यो ढ। अनि के चढ 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 चढ। यो के छ च। अनि यो ख भेरी गुड। अनि चख। यो के छ इ। अनि यो ट ईट ईट। यो के छ अ आमा ओ ओ। अनि यो ढ ओढ ओढ। यो के छ आ। अनि यो ट आट। ल यो के छ ल। अनि यो त लत लत ल त लत। यो के छ र। अनि यो ब। अनि यो र रबर 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 रबर। यो के छ क। अनि यो ड। अनि यो क क ड क कडक कडक। अनि त्यसपछि यो के छ च। अनि यो ढ, त के भ्याल्यु चढ चढ। यो के छ थ। अनि यो क, के भ्याल्यु थक। यो के छ अ आमा ए ऐ छ ऐ ऐ न क।
के छ यो? ऐनक, ऐनक छ हाम्रो यो। अनि यो आ छ, यो ख, आँख, आँख जसबाट हेरिन्छ, आँख, आइज। यो के छ? इ, यसमा दुईवटा छ, एउटा स छ, व छ, र। इ स व र, इ स व र, ईश्वर, ईश्वर। ल अब चाहिँ हामी एकपटक यसलाई पढ्नेछौँ। रिपिट आफ्टर मी, तपाईलाई पनि दोहोऱ्याउनु छ प्लिज। क, ख, ग, घ, अङ्ग, च, छ, ज, झ, य, प, फ, ब, भ, म, य, र, ल, व, स, ट, थ, ड, ढ, अणा या न, त, थ, द, ध, न। भेरी गुड। अब एकपटक हामी फेरि गर्ने। क, ख, ग, घ, अङ्ग, च, छ, ज, झ, य, ट, ठ, ड, ढ, अण या न, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स। कङ्ग्रेचुलेसन। यो थियो हाम्रो लेसन 4 जसले तपाईमा सिक्नुभयो धेरै अक्षरहरू। यदि तपाईलाई भिडियो राम्रो लाग्यो भने साथीहरूसँग सेयर गर्नुहोस्, आफ्नो बच्चाहरूलाई हराउनुहोस्। आजको लागि यति नै, धन्यवाद।